आएकोदेखि ल है मिरिक झिल आज चाहिँ म गोर्खे हाट आएको छु मेरो साथीहरूसँग। तपाईँको पनि भेडाको घिउहरू पनि पाउँछ? अनि त्यो पुत्काको टुटी भन्ने पाउँछ? टुटी पाउँदैन, मह पाउँछ। ए टुटी पाउँदैन? टुटी मैले त्यसमा हालेको छु, मह हुन्छ कि नानीको। लैजाऊ। यो चाहिँ के हो? पूजातिर चाहिन्छ है। ए सब पूजाको सामानहरू होला। मजाले बुनेको अरे है गोर्खे हाटमा। ल है दिदीले मजाले बुन्नु हुँदो रहेछ। मान्छेको बसेछ हाम्रो मिरिकको गोर्खे हाट। यो चाहिँ के हो? ए क्यान्डलहरू ए बनाउनु छ है। हेरिदिइराख्नु साथीको छोरी चाहिँ सकेको। ए कति छिटो सकिँदो रहेछ है। खाना आएको त भएन त भनेर पाउँछ। उयो पनि सकिन्छ वाचिपा सकेको। ला अलिअलि बनाएर ल्याएछ क्या है। सकिहाल्यो रे हामी खानाको त शेष भएछ त। खर्चहरू मिल्छ यस्तो मजाले बनाएको राम्रो हुन्छ ल। राइसको राम्रो हुन्छ त डिजाइनिङ सो किन नहुने हो। सेलरोटी पनि हुँदो रहेछ नि त यहाँ अङ्कलले। लु 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 गर न गर माग न खाऊ न तिमीहरू माग न के खाने। कम 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 बसौँ बस्छौँ। दिनुहोस् न हामी कतिजना छौँ। यो चाहिँ के हो के भन्छ? यो चाहिँ कसरी गोटा? 40 रुपियाँ। यो चाहिँ घिउहरू रहेछ घिउ। सेलरोटी हाम्रो माइलीले लिन आएको छ। आमा कोदोको सेलरोटी हो। बसौँ न एकै जग्गा हालिदिनु। दुई जग्गा हालिदिनु न। एउटा ड्राई भनेको छ। थाल 3-3वटा बोकिरहेको छ मुनि झार। ऊ झऱ्यो म खाइदिउँ म त अचार ऊ नानीले खान्छ अहिले नानीलाई भनेको थियो। ल्याइदिएन पुगेन भने खाऊ खाऊ केटी हो खाऊ। मेला पनि लागिरहेको रहेछ मिरिक मेगामा। ड्राई फ्रुट्स पहिला उनी हो मेरो साथी। त्यता सिक्नु दुईजना डोनाउँछु हाँस्दै आइज त के हो। म त होला यहाँ होला भनेर यहाँ गल्यो होला नि त उयोलाई। बस बस
Coucou. Babu. Mingchu. तँ र म चाहिँ उयो त भेरी बस्छ नि ल हामी क्लासमेटहरु म आएको होला नि